रुरु कन्याले त्रेता युगमा भगवानको प्रसन्नताका लागि तपस्या गर्दाखेरि ऋषिकेश स्वरूपमा प्रकट हुनुभएको थियो र यो अत्यन्त महत्त्वपूर्ण मन्दिर जहाँ स्वयं भगवान प्रकट हुनुभएको मा आज यो अत्यन्त पवित्र रुरु क्षेत्रमा भगवान श्री ऋषिकेशको दर्शन गर्नका लागि आएको छु। यो गण्डकी नदीको किनारमा जुन अवस्थित भएको अत्यन्त महत्त्वपूर्ण धाम हो। हामीहरूले गण्डकीको क्षेत्रमा धेरै महत्त्वपूर्ण धामहरू तीर्थहरू रहेको पाउँछौँ र त्यसमध्ये यो ऋषिकेश भगवानको धाम अत्यन्त पवित्र धाम। यहाँ चाहिँ रुरु कन्याले त्रेता युगमा भगवानको प्रसन्नताका लागि तपस्या गर्दाखेरि ऋषिकेश स्वरूपमा प्रकट हुनुभएको थियो र यो अत्यन्त महत्त्वपूर्ण मन्दिर जहाँ स्वयं भगवान प्रकट हुनुभएको यो ठाउँमा हजुरहरू आएर दर्शन गर्नुहोस्। पृष्ठभूमिमा ऋषिकेश भगवानकै यो दिव्य मन्दिरको यहाँ दर्शन हजुरले देख्न सक्नुहुन्छ।